यो भिडियो चाहिँ हामीले हाम्रो गाईलाई चाहिँ पाङ्ग्रीलाई र लालीलाई चाहिँ उसको पहिलाको सेल्टरबाट अहिले नयाँ सेल्टरमा सारेको हो। किनभने पोहोर बर्खाको बेलामा चाहिँ माथि डिलबाट धेरै पानी झरेको कारणले गर्दाखेरि हामीले चाहिँ यो पालि होइन उनीहरूलाई अलिकति दुःखै भयो भनेर हामीले चाहिँ यो स्टेप लिएको हो र अहिले चाहिँ अब हामीले ढलाइ गरेकै फ्लोरमा चाहिँ अब गाईलाई राख्नु खोजेछौँ। र गाईलाई सार्नु नै पनि एउटा ठुलो च्यालेन्ज हुँदो रहेछ, यो चाहिँ थाहा भयो। अब हामीले त झन् बानी छैन, हाम्रो योगेन भाइ र सुभाष दाजुले बल्ल तल्ल यसलाई हाम्रो लालीलाई त सारिसक्यो, हाम्रो पाङ्ग्रीलाई चाहिँ अब सार्ने कोसिस गर्दै हुनुहुन्छ होइन। म चाहिँ त्यहाँबाट हल्का अब भाग्ने स्थिति आएको छ, नत्र त्यो खुरले टेक्यो भने चाहिँ खुट्टाहरू टेकपुटुक भाँचिन्छ गाईले होइन। प्लस बिचराहरू सुधो हुन्छ र धेरै डराएर उनीहरूले चाहिँ के स्टेपहरू लिने हो र त्यहाँ अब कोसिस भइरहेको छ अहिले। अनि भिडियो पनि परबाट म्याडमले खिच्नुको कारण चाहिँ के हो भने गाई भुर्र आइहाल्यो भने भाग्न सकिन्छ भनेर हो। भिडियो नराम्रो आएको कारणले परबाट आएको कारणले चाहिँ क्यामेराम्यान एकदम आपत्तिमै भागेको स्थिति देखिएको छ। हाम्रो यहाँ नाटककारहरूले के भनेर बुधबार र आइतबार भनेर हाँसेर खिच्न पनि नसक्ने स्थिति भइसकेको छ। अनि हाम्रो सुभाष दाजु बोल्दा चाहिँ यति ठुलो आवाज आउँछ कि उहाँ पर गोठबाट हामीसँग फोनमा बात मार्दाखेरि चाहिँ उहाँको चाहिँ आवाज चाहिँ फोनमा भन्दा रियलमा चाहिँ धेरै आउँछ। उहाँ चाहिँ गाउँको एउटा ठुलै नाटककार हो। अब कन्क्लुजनमा चाहिँ के भयो भने हामीले अब गाई बस्तु पाल्दाखेरि जे पनि जानवरहरू पाल्दाखेरि चाहिँ हामीलाई कस्तो लाग्छ भने अब सुरुमा चाहिँ अब त्यति याद हुँदैन, तर अब आफूसँगै दिनरात देखेपछि चाहिँ अब उनीहरूले बोल्न सक्दैन, केही भन्न सक्दैन होइन। त्यही कारणले गर्दाखेरि कतिवटा कुरा हामीले आफै बुझिदिनु र गरिदिनु पर्ने हुन्छ र हामीले पालेको पनि हाम्रो स्वार्थको लागि हो। त्यही कारणले गर्दाखेरि मेसेज चाहिँ के हो भने यदि हामी घरमा बसेका छौँ भने उनीहरूलाई पनि त्यही अनुसार एउटा फेसिलिटी चाहिँ दिनु जरुरी रहेछ। त्यसले गर्दा अब जानवरहरू पनि एउटा सर्टेन कम्फोर्ट लेभलमा बस्छन् होइन। अब मायाहरू पायो भने त्यसरी चाहिँ अब हामीले चाहिँ एनिमल हस्बेन्ड्री गर्नु जरुरी छ जस्तो हामीलाई चाहिँ फिल भएको छ। अब अस्ट्रेलियाबाट आएदेखि अहिलेसम्म चाहिँ हामीले अब भोगेको र देखेको एक्सपिरियन्स चाहिँ हामी तपाईँहरूले सेयर गर्दैछौँ। होपफुल्ली सबैजनाले अब यो प्रिन्सिपल फलो गर्नुहुन्छ होला र थ्याङ्क यू सो मच।